के तपाईँ पनि हरेक रात भोलि त बिहानै 4 बजे 5 बजे उठ्छु भनेर अलार्म लगाउनुहुन्छ, तर बिहान अलार्म बज्दा फेरि स्नुज बटन दाबेर फेरि सुत्नुहुन्छ, अनि जब 8-9 बज्दा आँखा खुल्छ अनि पुरा दिनभरि आफैसँग रिस उठ्छ, छटपटी हुन्छ र लाग्छ कि आजको दिन पनि खेरा गयो। यदि तपाईँको साथमा पनि यस्तै भइरहेको छ भने गल्ती तपाईँको इच्छा शक्तिको होइन, तपाईँको बिहानको बानीको र माइन्डसेटको हो। आजको यस भिडियोमा म तपाईँलाई बिहान चाँडै उठ्ने मात्रै होइन, उठ्ने बित्तिकै मानिसहरूले गर्ने यस्ता ठुला 3 गल्तीहरूको बारेमा चर्चा गर्नेछु जसले तपाईँको सम्पूर्ण दिन खराब गरिरहेका छन्। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको यस भिडियोमा। हामी मध्ये धेरैजना बिहान चाँडै त उठ्न चाहन्छौँ, तर किन सक्दैनौँ? किनभने बिहान उठ्ने कुरालाई हामीले एउटा सजाय जस्तै मान्छौँ। दुनियाँका 90% भन्दा बढी सफल मानिसहरूको एउटै साझा बानी हुन्छ, त्यो हो बिहान चाँडै उठ्नु। तर बिहान चाँडै उठेर मात्रै पुग्दैन, तपाईँ उठेर के गर्नुहुन्छ त्यसले तपाईँको सफलता निर्धारण गर्दछ। आउनुहोस् पहिले कुरा गरौँ ती 3 गल्तीहरू बारे जो तपाईँले बिहान उठ्ने बित्तिकै भुलेर पनि गर्नु हुँदैन। पहिलो मुख्य गल्ती रहेको छ स्नुज बटन दबाएर अलार्मलाई 5-10 मिनटको लागि बन्द गर्नु। हामी सोच्छौँ बस 5 मिनट त हो नि अब सुत्ने, तर वैज्ञानिक रूपमा जब तपाईँ स्नुज बटन थिचेर फेरि सुत्नुहुन्छ, तपाईँको दिमाग फेरि नयाँ स्लिप साइकलमा जान्छ र जब 5-10 मिनटपछि फेरि अलार्म बज्दछ, तपाईँ त्यसपछि झन् बढी थकित र अल्छी महसुस गर्नुहुन्छ। यसलाई स्लिप इन्ड्रिया भनिन्छ। त्यसैले अलार्म बज्ने बित्तिकै 5 सेकेन्डको नियम अपनाउनुहोस् साथीहरू। 5 4 3 2 1 भन्नुहोस् र ओछ्यानबाट जुर्की उठिहाल्नुहोस्। गल्ती नम्बर 2, उठ्ने बित्तिकै फोन चलाउनु। 90% युवाहरूको बानी हुन्छ बिहान आँखा खोल्ने बित्तिकै उठ्ने बित्तिकै सिरानी मुनिबाट मोबाइल झिकेर फेसबुक, युट्युब, इन्स्टाग्रामहरूमा रिल स्क्रोल गर्न थालिहाल्छन्। जब तपाईँ बिहानै सोसल मिडिया हेर्नुहुन्छ, तपाईँको दिमाग अत्याधिक डोपामाइन रक्सी जस्तै रिलिज हुन्छ, जसले तपाईँको दिनभरको फोकस नष्ट गरिदिन्छ। बिहानको पहिलो 1 घन्टा आफ्नो फोनलाई आफ्नो पहुँचभन्दा टाढा राख्नुहोस्। गल्ती नम्बर 3, ओछ्यानमै अल्छी गरेर बसिरहनु र पानी नपिउनु। उठेपछि पनि घन्टौँसम्म ओछ्यानमै यताउता उल्टिएर बस्ने सुत्ने बानीले दिमागले अझै सोध्दैछ कि तपाईँ सुत्ने मुडमै हुनुहुन्छ, तपाईँ स्लिप मुडमै हुनुहुन्छ। साथै रातभरि शरीर सुत्दा तपाईँ सुत्दा शरीरमा डिहाइड्रेट पानीको कमी भएको हुन्छ। उठ्ने बित्तिकै 1-2 गिलास पानी नपिउनाले अल्छीपन बढ्दछ र पाचन प्रणाली पनि सुस्त हुन्छ। अब कुरा गरौँ बिहान चाँडै कसरी उठ्ने त। यी 4वटा मुख्य स्टेपहरू फलो गर्नुहोस्, जस पश्चात तपाईँ भुलेर पनि सुत्न सक्नुहुन्न।